धन्यवाद। निरन्तर रूपमा हाम्रो वार्षिक कार्यक्रममध्येको एक प्रमुख कार्यक्रमका रूपमा मनाउँदै आइरहेका छौँ। उहाँको स्मरण गर्दै हाम्रा रचना सुन्ने सुनाउने कार्यक्रम हाम्रो स्थापनाकालदेखि नै निरन्तर गर्दै आइरहेका छौँ र आज पनि सही प्रकारले सम्पूर्ण उपस्थित भइदिनुभएकोमा केही पनि यहाँलाई हार्दिक धन्यवाद भन्दै आजको यस कार्यक्रममा सम्पूर्ण उपस्थित महानुभावहरू, आज हामी लक्ष्मीप्रसाद देवकोटाको जन्मोत्सव मनाउँदैछौँ। म लक्ष्मीप्रसाद देवकोटाको बारेमा चाहिँ धेरै जानकारी राख्ने मान्छे त होइन, जे हाई स्कुलसम्म पढियो त्यति नै मैले पनि बुझेको हो। तर म एउटा कुरा के मेरो पर्सनल एनालाइसिस लक्ष्मीप्रसाद देवकोटाको बारेमा के छ भने, लक्ष्मीप्रसाद देवकोटाको बारेमा जे जति यस्तो गरिब हुनुहुन्थ्यो, यहाँ हुनुहुन्थ्यो भन्ने थियो नि, हामीले पढाएका थियौँ। उहाँ चाहिँ सरस्वती लक्ष्मी जयन्तीको दिन जन्मिए पनि, लक्ष्मी पूजाको दिन जन्मिए पनि लक्ष्मीको प्रसाद कहिल्यै हुन सक्नु भएन, सरस्वतीको प्रसाद हुनुभयो भनेर हामी पढ्थ्यौँ। वास्तवमा भने मलाई लाग्छ त्यो कुरा गलत थियो, किनभने त्यो बेलामा उहाँको मैथिलीमा घर थियो, काठमाडौँको मैथिलीमा घर भनेको अझै पनि सम्पन्नताको प्रतीक हो। र अर्को कुरा, उहाँ त्रिचन्द्र क्याम्पसको प्राध्यापक हुनुहुन्थ्यो। सरकारी जागिर अहिले त आकर्षणको केन्द्र छ भने त्यो बेलामा पक्का पनि थियो र त्यसपछि उहाँ मन्त्री पनि हुनुभयो केही समय। यो सबैले के देखाउँछ भने उहाँ लक्ष्मी र सरस्वती दुवैको प्रसाद हुनुहुन्थ्यो, तर लक्ष्मीको प्रसादलाई चाहिँ उहाँले के गर्नु, आफूमा मात्र सीमित राख्नु भएन। हामीले धेरै पढाएका छौँ, उहाँ एकदम दुखी गरिबलाई चाहिँ सहयोग गर्न एकदम नै बढी उत्साहित हुनुहुन्थ्यो। कहिले कहिले त ल्याएको तलबहरू सबै एकैचोटि दान गर्नुहुन्थ्यो भन्ने पनि सुनेका छौँ। यो बाहेक नेपाली साहित्यिक क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटाको बारेमा भनिराख्नुपर्छ जस्तो मलाई लाग्दैन। र अर्को कुरा, म त्यति धेरै यो बारेमा अलि जानकारी पनि राख्दिनँ। तर जे भए पनि हाम्रो सानो निमन्त्रणालाई स्वीकार गरेर यहाँ आफ्नो व्यस्तताका बावजुद यहाँ सबै पाल्नु हो। म प्रमुख अतिथिदेखि लिएर सबै यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। स्वागत स्वागत स्वागत। प्रमुख उद्देश्य हाम्रो महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण बनिरहेको छ। उहाँको जीवन छोटकरीमा उहाँको जीवन, उहाँको समग्र साहित्यिक यात्रा बारे। लुकेका स्वर्ग समुच्च जाति यसमा छ विचित्र, बादल वाली गुलाब फुल्ने पूर्वका डाँडामा, उज्याला पाटा छायाका टाटा पहाड डाँडामा। महाकवि लक्ष्मीप्रसाद देवकोटा शाकुन्तल 1966 विक्रम सम्वत 1966 साल कार्तिक 27 गते लक्ष्मी जयन्तीको दिन काठमाडौँको धोबीधारामा जन्मनुभएका तीर्थमाधव देवकोटा उर्फ महाकवि लक्ष्मीप्रसाद देवकोटा। तपाईँ हामीले सायद उहाँका कृति, उहाँले दिनुभएका योगदान र साहित्यको क्षेत्रमा उहाँले सुरु गर्नुभएको दिनुभएको योगदान अविस्मरणीय, सगरमाथा जस्तै अटल छ। त्यो हामीले आजको दिनदेखि लिएर अब आउने विभिन्न कालखण्डसम्म उहाँको मृत्यु पर्यन्त आज लगभग 66 वर्ष भइसक्यो, तर पनि हामीले उहाँका कृतिहरूलाई चाहिँ यहाँ मन्थन गर्न पाइरहेका छौँ र मन्थन गर्ने अवसर जुटाउनु भएकोमा साहित्य समाज सिकागोलाई धन्यवाद। साथै तपाईँ हामी सम्पूर्णले यसै कार्यक्रम मार्फत लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा श्रद्धा समर्पण प्रकट गर्न म लगायत सम्पूर्णको तर्फबाट हामी प्रकट गर्दछौँ। सर्वप्रथम त उहाँलाई धेरै जसोले चिन्ने भनेको मुनामदन, शाकुन्तल, सुलोचना, पागल जस्ता ऐतिहासिक कृतिहरूले गर्दा चिनिन्छ। र उहाँले कहिलेदेखि सुरु गर्नुभयो त आफ्नो साहित्य योगदान दिन, आफ्नो साहित्यमा क्षेत्रमा आफ्नो योगदान दिन भन्दाखेरि उहाँ जन्मेको 10 वर्षपछि नै उहाँको बुवा एकदम धुरन्धार पण्डित हुनुहुन्थ्यो। पण्डितको संस्कृत श्लोकहरू लेख्दा लेख्दै सार्दा सार्दै उहाँलाई पनि साहित्यिक चेत पसिसकेको हुनाले 1976 देखि नै उहाँले सानो रूपमा उहाँले साहित्यका कविता केसराहरू केलाउँदै जानुभएको थियो र त्यसको विभिन्न कालखण्डमा उहाँले हाम्रो नेपालमा, हाम्रो नेपाली भाषामा, साहित्यिक क्षेत्रमा अमूल्य योगदानहरू दिनुभयो। त्यसको प्रत्यक्ष परोक्ष रूपमा हामीले पढ्यौँ, आजको दिनसम्म पढ्दैछौँ र भोलिको दिनमा पनि पढ्नेछौँ।
र उहाँले दिनुभएका सम्पूर्ण कृतिहरू यहाँहरू सम्पूर्णलाई थाहा पनि छ। मैले केही उहाँका नयाँ नयाँ कुराहरू जसले चाहिँ आजसम्म हामीले सायद कहिले सुन्यौँ कहिले सुनेनौँ भन्ने कुरामा छ, त्यसमा चाहिँ एक दुईवटा पोइन्ट आउटहरू गर्छु। सर्वप्रथम उहाँलाई महाकवि किन भनियो? कविको कवि, महाकवि किन भनेर भन्दाखेरि उहाँले चाहिँ साहित्यको चारै विधा, कविता, उपन्यास, कथा, नाटक, निबन्ध जस्ता चारैवटा विधालाई चाहिँ उहाँले उजागर गर्नुभयो, उहाँले त्यसमा कलम चलाउनु भयो। त्यस कारणले नै उहाँलाई चाहिँ जनताले नै महाकवि भनेको। र महाकवि हुनभन्दा अघि के हुनुहुन्थ्यो लक्ष्मीप्रसाद देवकोटा भन्दाखेरि युग कवि। तपाईँलाई थाहा छ नि युग कवि अहिले को हो भनेर? थाहा छ? सिद्धिचरण श्रेष्ठ। त सिद्धिचरण श्रेष्ठ चाहिँ 2012 सालमा जब लक्ष्मीप्रसाद देवकोटाले दिनुभएपछि मात्र युग कवि हुनुभएको। त्योभन्दा अगाडि 2004 सालमा लक्ष्मीप्रसाद देवकोटाले चाहिँ युग कविको उपाधि पाउनुभएको थियो। त्यसपछि उहाँ 12 सालसम्म चाहिँ युग कवि हुनुहुन्थ्यो। जब उहाँलाई चाहिँ जनताले सबै साहित्यिक क्षेत्रमा उहाँको योगदान देखेर कविको पनि कवि, महाकवि भनेर सम्मान गर्न सुरु गरिसकेपछि बाँकी रहेको उहाँको उपाधि चाहिँ उहाँसँग हुँदाहुँदै सिद्धिचरण श्रेष्ठले ल अब यो युग कवि चाहिँ दुईवटा भयो, यो काम पनि भएन, के गर्ने भनेर उहाँको सरसल्लाहमा चाहिँ युग कवि सिद्धिचरण श्रेष्ठलाई, सिद्धिचरण श्रेष्ठको सबभन्दा राम्रो चाहिँ कविता हो तपाईँहरूलाई याद होला नि त, मेरो प्यारो तपाईँ हामी सबैले सुनेको पनि हो। र उहाँले साहित्यको साथसाथै देशमा अन्य विभिन्न क्षेत्रमा चाहिँ उहाँको योगदान थियो। राजनीति क्षेत्र उहाँले चाहिँ सुरुवाती समयमा नेपाली काङ्ग्रेसबाट उहाँले चाहिँ केही समय राजनीति सुरु पनि गर्नुभएको थियो विभिन्न कालखण्डमा र पछि राज परिषदमा पनि उहाँ भएर 2013 सालमा उहाँ चाहिँ नेपाल सरकारको शिक्षा मन्त्री हुनुहुन्थ्यो। शिक्षा मन्त्री भएर गरेको योगदान आज तपाईँ हामी सबैले जति पनि डकुमेन्ट बोकेर हिँड्छौँ, जति पनि पढ्यौँ, त्रिभुवन युनिभर्सिटी, त्रिभुवन विश्वविद्यालय 2013 सालमा उहाँ शिक्षा मन्त्री हुँदा, लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्री हुँदा उहाँले हाल्नु भएको जग हो त्रिभुवन विश्वविद्यालयको, जुन आज नेपालको सर्वश्रेष्ठ तथा एसियामै चाहिँ सर्वश्रेष्ठ युनिभर्सिटी तथा नेपालीको हामी 90%ले चाहिँ पढ्ने सौभाग्य प्राप्त गरेको युनिभर्सिटी चाहिँ त्रिभुवन युनिभर्सिटी। र साथै नेपालमा जति पनि साहित्य, नेपाल भाषाका चिजहरू उत्खनन गर्ने सुरु गर्ने प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठानको सुरुवात गर्ने जग हाल्ने पनि उहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटा नै हो। र उहाँ बिचमा केही समय अघि दाइले पनि मेन्सन गर्नुभयो, निरज दाइले पनि, उहाँ अलिकति आर्थिक अवस्थाले गुज्रेको भनेर होइन, उहाँ आर्थिक अवस्थामा बिचमा मात्र गुज्रिनु भएको थियो। पहिला उहाँको राम्रो थियो, अन्तिममा पनि थियो, बिचमा गुज्रिनु भयो। त्यही कारणले गर्दा उहाँ अलिकति मानसिक अवस्था, मानसिक तनावले गर्दा केही समय उहाँको मानसिक समस्याले गर्दा उहाँ चाहिँ केही समय मानसिक अस्पताल राँचीमा पनि उहाँलाई चाहिँ उपचार गर्न लगियो। र त्यसको साथसाथै कविहरूको केही राम्रो छ, जे भेटिन्छ त्यसैमा कविता लेख्ने। त्यस पश्चात नै लेखेको पागल भन्ने कविता तपाईँ हामी सबैले सुनेकै छौँ होइन? जरुर साथी म पागल, यस्तै छ मेरो हाल, म शब्दलाई लेख्दछु, दृश्यलाई सुन्दछु, भाषणलाई सम्वाद दिन्छु, आकाशभन्दा पातालका कुरालाई सुन्छु, जरुर साथी म पागल। यति राम्रो कविता दिएर तपाईँ हाम्रो साहित्यिक, नेपाली साहित्यिक क्षेत्रमा, नेपाली भाषी साहित्यिक क्षेत्रमा उहाँले आफ्नो परिस्थिति अनुसार नै कविता लेखेर हामीलाई चाहिँ अझै साहित्यप्रति इज्जत जगाउने प्रयास, नेपालीहरूलाई नेपाली भाषाप्रति इज्जत जगाउने प्रयास गर्नुभयो। र फेरि पनि उहाँले चाहिँ साहित्यका चारै विधाहरूलाई छोएर, लेखेर, कोरलेर, केरकार गरेर आजको दिनसम्म आउँदाखेरि साहित्यलाई चाहिँ यहाँ पुर्याउन उहाँको महत्त्वपूर्ण योगदान रहेको छ। र यस्तै कृति, यस्तै अन्य कामहरू जसले आजसम्म पनि हामीले महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्न चाहेका छौँ, सकेका छौँ र अब आउने कालखण्डमा पनि भन्न सकिरहौँ। यस्तै कृति दिँदा दिँदै उहाँ 2016 सालमा क्यान्सरबाट पशुपति आर्यघाटमा मै बसेर 4 दिन जति, 3 देखि 4 दिन जति पशुपति आर्यघाटमै बसेर पाटन अस्पताल, राँचीबाट पाटन अस्पताल ल्याएर उपचार, पाटन अस्पतालबाट म आफैले पशुपति आर्यघाटमै बस्छु म वैद्यकोमा भनेर केही समय त्यहाँ बसेर नै पशुपति आर्यघाटमा उहाँले आफ्नो
जीवन लीला त्याग गर्नुभयो 2016 साल भाद्र 29 गते र मृत्यु पर्यन्त आज 66 वर्षपछि पनि तपाईँ हामी प्रदेशको कुनो कुनो 7 समुद्र पारी आएर पनि उहाँको यी कृतिहरूमा मन्थन गर्ने अवसर पाएका छौँ। उपस्थित हुने सम्पूर्णमा धन्यवाद। साथै यो मन्थन गर्ने अवसर प्राप्त दिनुभएकोमा साहित्य समाजप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि अन्य साहित्य नेपाली भाषाका साहित्यकारहरूका यस्ता मन्थनहरू हामीले गर्न पाइरहोस् भन्दै म छोटो तिहार आउँदै गयो मैले एउटा मेरो दादाको बारेमा एउटा कविता हुन्छु अनि म यो अपर्च्युनिटीको लागि बोलेको थ्याङ्क यू अब कविता सुरु है। A bond of blood, a tie so strong between a brother and sister all day long. We bicker and fight, shout and scream, a life of love they never would have dreamed. We don't always see eye to eye, we won't argue all together, but maybe it's the hate and resentment that bonds us together. We only think of the negatives, but not the positives. We only remember the arguments, but not the enjoyment. All siblings share a bond, whether it be by blood or a family relationship. We stay together during hardships. Family comes first, not your friends. And when you choose your friends, that bond ends. It's never your siblings ruining your friendships and close ones, perhaps them ruining your family. It might not be much difference to the world, but that difference means the world to me. And my world is my family. अब क्रममा म रचना वाचनकै क्रमलाई निरन्तरता दिँदै आज कार्यक्रममा गजलबाट सुरु गराउँदै आज नेपालीलाई यसमा पनि चाहिँ नाम भन्नु होला है सयपत्री मखमली फुल फुले होलान् गाउँतिर, सयपत्री मखमली फुल फुले होलान् गाउँतिर, लह लह धानको बाला झुले होलान् गाउँतिर, लह लह धानको बाला झुले होलान् गाउँतिर। देउसी भैलो खेल्दा खेल्दै रमाएका पलहरू, देउसी भैलो खेल्दा खेल्दै रमाएका पलहरू, मादल र बाँसुरीले झुले होलान् गाउँतिर, लह लह धानको बाला झुले होलान् गाउँतिर। चर्के पिङरा लिङ्गे पिङमा मचिएर साथीभाइ, चर्के पिङरा लिङ्गे पिङमा मचिएर साथीभाइ, मिठा मिठा यादहरू बटुले होलान् गाउँतिर, बाँसुरी र मादलले झुले होलान् गाउँतिर, लह लह धानको बाला झुले होलान् गाउँतिर। जो साल त पक्कै आउँछ भन्दै मेरा दिदी बहिनी, जो साल त पक्कै आउँछ भन्दै मेरा दिदी बहिनी, गाउँदै गीत भिस्पाकामा झुले होलान् गाउँतिर, गाउँदै गीत भिस्पाकामा झुले होलान् गाउँतिर, मिठा मिठा यादहरू बटुले होलान् गाउँतिर। दिन शीर्षक इन्द्रेणीको सप्तरङ्गी टिका लाउँदा दिनैमा, इन्द्रेणीको सप्तरङ्गी टिका लाउँदा दिनैमा, बादल लाग्ने आकाश पनि खुले होलान् गाउँतिर, बादल लाग्ने आकाश पनि खुले होलान् गाउँतिर, लह लह धानको बाला झुले होलान् गाउँतिर। भन्थेँ अनि मैले लेखिदिएको नभनाइ भनेर अनि मैले तिनीहरूलाई सिकाउँथेँ अनि लेखिदिन्थेँ। मैले लेखिदिएको कविता त राम्रै हुँदो रहेछ भनेर अनि आफै पनि लेख्न थालेँ। अनि यस रचनामा मैले लेखेका यी कविताहरू मैले एसएलसी पास गर्दाखेरि धेरै पहिला लेखेका कहिलेको प्रचार राखिदिएको 1-2 वर्ष अगाडिसम्मका थिए। मैले कुनै दिन यसो लेखौँला भन्ने मनमा भित्र प्यासा आउँथ्यो, तर मैले के लेख्थेँ भन्ने थाहा थिएन, आफैलाई थाहा थिएन। त्यही क्रममा लेखेको हो। र मेरा लेखनहरू के हुन्छ भने गाउँमा हुर्किएको मान्छेको थिचोमिचो होइन, ठुलासानालाई हेप्ने अनि दबाउने, मान्छेलाई प्रभाव गर्ने। अब मैले पढ्दाखेरि नैतिक शिक्षा थिएँ, स्कुलमा जान्छु कुनै गुरुहरूले संस्कृतमा नैतिकताका कुरा गर्छन्, जाँड रक्सी खान हुन्न भन्छन्, अर्काले मिठो बोल्न पर्छ, रेस्पेक्ट गर्नु पर्छ भन्दै सिकाए। गाउँमा फेरि उल्टो छ होइन। त्यतिखेर पञ्चायत व्यस्त थियो। अन्त मलाई अचम्म लाग्थ्यो कि स्कुलमा दिनभरि यस्ता राम्रो राम्रो कुरा हुन्छन्, गाउँका मान्छे ठ्याक्कै अपोजिट लाग्ने गर्छन्।
ठुलो सानलाई गरेको छ अनि फटाइ गरेको पनि मैले देखेँ। किन भन्दाखेरि म जोइन्ट फ्यामिलीमा हुर्केको होइन, अब जम्मै स्टोरीहरू एउटा फ्यामिलीमा देखिन्थ्यो, एउटालाई फटाइ गर्ने अनि के पुलिस केस पऱ्यो भने यो लेखेर लैदिएपछि एउटा मान्छेले एउटा मान्छेलाई गाउँमा के अरे भन्दा उसले हानेर हात भाँदियो। अनि त्यहाँ गाउँको एउटा पूर्व प्रधान पञ्चायत मान्छेले के भन्दा भने अलिकति पैसा बोलाइदिने भने त्यो चौकीमा गएर फल्लाले यस्तो गर्दाखेरि भरेबाट लडेर भनेर ल्याइदिने पनि हुन्छ। यस्ता कुरा हामीले उतिखेर मिलाउँछ भन्दै हामीसित दिनभरि गफर नि। अनि मान्छेहरूको त्यो देखेपछि मलाई तिनैका विरुद्ध होइन अनि बारेमा मलाई लेख्न मन लाग्थ्यो। त्यही बेला मेरो अरू कविताहरू त्यसै क्रममा लेखेको होइन। अनि एउटा नेपाली कविताको थोरै अंश मैले धेरै अगाडि लेखेको सम्झेँ, लेखेर चाहिँदैन होइन, थोरै अंश मैले अलिक 20 वर्ष जति अगाडि लेखेको कविता थियो। अहिले लेखेर ल्याउनु पाएँ धेरै छन्, त्यो सम्झिन सकिनँ है। मेरो देश मेरो भेष भन्ने एउटा कविता छ, भर्खर मैले 12 कक्षा पास गरेर लेखेको। त्यसका केही अंशहरू सम्झिन्छु किनभने यो नेपाली साहित्यबाट देवकोटालाई एउटा रिस्पेक्ट गरेर पनि मैले नेपालीलाई केही भन्नै पर्ने हुन्छ होइन। अब त्यो मैले त्यो कुरा मैले भुलेछु अब होइन, बिजी लाग्छ अब काम लाग्छ। मेरो देश मेरो भेष भन्ने म भर्खर मैले एसएलसी 17-18 वर्षतिर मैले लेखेको एउटा कविता हो। आदिमकालका कविताको शीर्षक मेरो देश मेरो भेष। आदिमकालका ऋषिमुनि बस्ने तत्त्वभूमि यतिखेर के थियो भन्दाखेरि भर्खर महाभारत द्वन्द्व पनि सुरु भएको थियो, त्यही बेला लेखेको। तर त्यो विषय त्यति छैन है। आदिमकालका ऋषिमुनि बस्ने तत्त्वभूमि अहिले युद्ध भइरहेछ अस्तित्व नै गुमी। कोसिस गर्दै घरिए साथ पुगौ हामी सुमनमा, आदर्श र सेवा गरी बाँचौँ चौधै भुवनमा। 3 किसिमका नर हुन्छन् सत्व रज तम, तामसीलाई अन्तिममा क्यान्सर टिबी दम। आइन्स्टाइन जस्ता महान वैज्ञानिकले पनि मर्नु पर्यो आखिरमा गल्ती गरे भनी, सुकरात जस्ता महान दार्शनिकले पनि मर्नु पर्यो आखिरमा विषपान गरी। सर्वश्रेष्ठ हौ भनी नफुलाउ तिमी नाक, बाँचेर सिनको भाँचेनौ तिमीले नलाउ अहिले धाक। देशको परिस्थिति नै देखेर लेखेको सानो कविता हो। एउटा अङ्ग्रेजीमा छ, सानो नानीहरूले यति बुझ्नु छ भने बुझ्नु, दुःखले अङ्ग्रेजी हालेको होइन। तर मलाई अहिले लेखेपछि नेपालीकै कविता राम्रो लागिरहेको छ। अङ्ग्रेजी त लेखेँ होइन तर लेख्न अङ्ग्रेजी ब्याकग्राउन्ड होइन, नेपालीकै राम्रो मनपर्छ होइन। एउटा चाहिँ म पढ्छु टु माई मम भन्ने, लेटर टु मम भन्ने एउटा आमाले भरे एउटा लेखेको हामी हिन्दू समाजमा आमा भनेपछि हामी अति विचित्र गर्छौँ होइन। अब अरू भन्दा पनि आमा भनेपछि धेरै हामी रेस्पेक्ट गर्छौँ, श्रद्धा गर्छौँ। त्यसो भए गाउँ छोडेर टाढा यही सिकाएको हुँदा लेखेको कविता हो, एउटा इमेजिन गरेर लेखेको। मैले लेखेको कविता जम्मै सत्य हुन्न, नभएको कुरा पनि स्टोरी भयो जस्तो गरेर लेख्छु। मैले त्यो ढाँट्दिनँ। मैले पहिल्यै लभ गरेको छैन, तर मैले लभ कविता लेखेको छु। कसैको जिन्दगी लभ गरेको छैन, तर मैले लभ कविता इमेजिन गरेर लेखेको छु होइन। त्यो खुबी हो लेटर टु मम। Dear Mom, today this first letter to you just write some. You are few and words, without you I be numb. And this letter to you in my life, living with what you have showered into me, your good vibe. I know your struggle, some life and you know me well, very well. My mom, we know we love each other. Both got through trouble, some and treating life as a son and mother. I saw your love in your eyes, in tears, and on the torn surface of your feet. And I know why, who I am, and your breath. In your wrinkled face, I read your life story. Your teaching got me so victory. You are the only most loving person in my heart, for you have taught me every part. You feed me to the fullest. You said you ate what you liked. Sorrows and pities, inseparable part of life. You fight. Even in the crisis under black cloud, you dared to smile. For your always devoted your life. You were chamomile. You stayed discreet from gratuitous relation and talks. For you know your pure spirit and stood like stalled
As a kid, I saw some demons smile on your suffering, and they pretend to give you beautiful offering. As you were in my pity and struggle to survive, hope they learn lesson from your good vibe. They continued sinful act into your living. Your bravery, you keep patience and deal them by helping. I saw someone put thorns on the way you walk. They never let you smile at your voice, they squawk. But your true wisdom never failed. I see their wicked like mom, but you prevailed. Bearing all those thorns and enduring pain, you hit. Though your body was like a bottle of pain with tight lid. That is the poem. Thank you. महाकविको खास अर्थ चाहिँ महाकवि लेख्यो भने जो कोहीलाई पनि महाकवि भन्न, महाकाव्य लेख्ने मान्छे महाकवि यसरी हो। त्यसैले जो कोहीले पनि महाकाव्य लेखिसकेपछि उसलाई महाकवि भन्न मिल्छ। तर उहाँले पाएको पदवी चाहिँ जनस्तरबाट पनि हो र त्यो सरकारी स्तरबाट पनि पछि मान्ने। चिल्लो गाडी गुड्यो सलल, सम्मेलन केन्द्र जलेपछि नेपाल झलल। देशैभरि लुटपाट गर्दै उन्नतिको बिगुल फुक्थ्यो। काँडा झिक्न प्रविधि होइन, काँडाको नै प्रयोग गर्थ्यो। आन्दोलनमा आलो रगत बग्यो सलल, सम्मेलन केन्द्र पसेपछि नेपाल झलल। दिन्थ्यो चेता उनी क्रान्तिको, सामन्तको अन्त्य गर्ने सन्देश नयाँ नेपालको। नयाँ नेपाल ट्याक्सी चढी आयो सलल, सम्मेलन केन्द्र जलेपछि नेपाल झलल। हिमाल पहाड तराईलाई पछि पछि लाउँथ्यो, अँध्यारोलाई सिङ्गै निल्ने क्रान्ति गीत गाउँथ्यो। क्रान्ति पग्ली रक्सी भई बग्यो सलल, सम्मेलन केन्द्र जलेपछि नेपाल झलल। चुनाव अघि स्वतन्त्रताको गगनभेदी चित्कार सुनिन्थ्यो। खुला मञ्चमा समानताको भाषण छाटिन्थ्यो। हिटलर र मुसोलिनहरू हाँसे हलल, सम्मेलन केन्द्र जलेपछि नेपाल झलल। ठिकै लाग्थ्यो माटोसँग संघर्ष गरी जीवन गुजार्दा। बिहोल हुन्थ्यो नेपालीका वेदना र मर्म सुन्दा। सुक्या आन्द्रा फुकेपछि हाँस्यो हलल, सम्मेलन केन्द्र जलेपछि नेपाल झलल। सहकारीको भजन गाउँदै शत्रु जति जेल हाल्थ्यो। काला धनी तस्कर भन्दै ढुङ्गा मुडा गर्थ्यो। तिनैसँग मित लगाई हाँस्यो हलल, सम्मेलन केन्द्र जलेपछि नेपाल झलल। लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर यहाँ कविता वाचन कार्यक्रम आयोजना गरिएको र यसमा आएर मैले पनि केही आफ्नो कविता न्यामल गजल ल्याएको छु। त्यो गजल वाचन गर्न पाएमा म पनि आफूले अब गौरवशाली ठानेकी छु। र सर्वप्रथम त 117औं लक्ष्मी जन्म जयन्तीको लक्ष्मी प्रसाद देवकोटाप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। र यसै गरी मैले आफ्नो एउटा गजल ल्याएको छु, वाचन गर्न चाहन्छु। गजलको शीर्षक रहेको छ गरिबी। उजाड लाग्छ जिन्दगी त धेरै दुःख पाएँ हजुर। उजाड लाग्छ जिन्दगी त धेरै दुःख पाएँ हजुर। गरिबीका भोग विलास सबै मैले खाएँ हजुर। गरिबीका भोग विलास सबै मैले खाएँ हजुर।
बोझ आउँछ दिमागमा दुःख बढी भएपछि, बोझ आउँछ दिमागमा दुःख बढी भएपछि, मेरा लागि सुख लुक्यो दुःख सधैँ सही हजुर, मेरा लागि सुख लुक्यो दुःख सधैँ सही हजुर, गरिबीका भोग विलास सबै मैले खाएँ हजुर, मेरा लागि सुख लुक्यो दुःख सधैँ सही हजुर, अघि बढ्न खोज्छु तर पाइला भने सर्दैन नि, अघि बढ्न खोज्छु तर पाइला भने सर्दैन नि, मनका सारा इच्छा रोक्न कठोर मन चाहे हजुर, मनका सारा इच्छा रोक्न कठोर मन चाहे हजुर, गरिबीका भोग विलास सबै मैले खाएँ हजुर, मेरा लागि सुख लुक्यो दुःख सधैँ सही हजुर, मनका सारा इच्छा रोक्न कठोर मन चाहे हजुर, सङ्घर्षले गर्दाखेरि जीवन जिउन बाध्य भएँ, सङ्घर्षले गर्दाखेरि जीवन जिउन बाध्य भएँ, धेरै आँसु बगे पनि कतै हाँसो ल्याएँ हजुर, धेरै आँसु बगे पनि कतै हाँसो ल्याएँ हजुर, गरिबीका भोग विलास सबै मैले खाएँ हजुर, दुःख पीडा दर्दले नै यो मन पनि फाटी गयो, दुःख पीडा दर्दले नै यो मन पनि फाटी गयो, आटो पिठो दुःख सुख जीव एनी खाएँ हजुर, आटो पिठो दुःख सुख जीव एनी खाएँ हजुर, गरिबीका भोग विलास सबै मैले खाएँ हजुर, देश छोडी विदेश पसे कर्मसँगै आउँदो रहेछ, देश छोडी विदेश पसे कर्मसँगै आउँदो रहेछ, जे भए नि 117औं लक्ष्मी जयन्तीको शुभकामना दिन यो अनुले जाए हजुर, जे भए नि 117औं लक्ष्मी जयन्तीको शुभकामना दिन यो अनुले जाए हजुर, गरिबीका भोग विलास सबै मैले खाएँ हजुर, मेरा लागि सुख लुक्यो दुःख सधैँ सही हजुर, मनका सारा इच्छा रोक्न कठोर मन चाहे हजुर, धेरै आँसु बगे पनि कतै हाँसो ल्याएँ हजुर, आटो पिठो दुःख सुख जे भए नि खाएँ हजुर, जे भए नि 117औं लक्ष्मी जयन्तीको शुभकामना दिन यो अनुले जाए हजुर। शुभकामना र तिहारकै सेरोफेरोमा भएर एउटा सानो गजल गर्ने प्रयास गरेको छौँ। हामीले यो 2017मा यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सिकागो च्याप्टर चाहिँ हामीले 2017मा गरेको हो र यसको उद्देश्य नै हामी सबै अब अहिले डिजिटल युगमा छौँ होइन, हाम्रो चाहिँ सृजनशीलता चाहिँ घट्दै गइरहेको छ। अझै अहिले भर्खरै त भन्नुपर्दा हामी चाहिँ अहिले यो एआई युगमा छौँ, हामीले लेख्न पर्दैन, पढ्न पर्दैन होइन, बोल्न पर्दैन, बोल भने बोलिदिने, लेख भने लेखिदिने, गीत गा भने गाइदिने, फोटो बना भने फोटो बनाइदिने जमानामा हामी छौँ। अब यो अवस्थामा चाहिँ हामीले केही पढिएन, केही चाहिँ लेखिएन भने हाम्रो सृजनशीलता चाहिँ लगभग शून्य नै हुन्छ। त्यसैले चाहिँ मध्यनजर गर्दै हामीले यो च्याप्टरले जहिले चाहिँ हामी कार्यक्रम चाहिँ गरिरहेको हुन्छौँ, त्यसले चाहिँ हामी सबैले चाहिँ कम्तीमा केही न केही नेपाली भाषामा चाहिँ हामी लेखौँ, पढौँ, सुनाउँ भनेर झकझक्याइरहेको छ। र चाहिँ म पनि यहाँ आएर केही शब्दहरू चाहिँ यहाँ कोर्न सकेको पनि हाम्रो यो संस्थाको कार्यक्रमले नै होइन भने हामीलाई अहिले चाहिँ हामी चाहिँ कम्प्युटरमा काम गर्ने भएका छौँ, हामीलाई केही लेख्नै पर्दैन, एउटा शब्द पनि नलेखिकन हामी चाहिँ अहिले जागिर खाइरहेको चाहिँ अवस्था छ होइन। हाम्रो सृजनशीलता चाहिँ अब नमरोस् र हामीसँगै अब आउने पुस्ता होइन, यो चाहिँ अब यो जेनजीबाट चाहिँ अब हामी जेन अल्फा बिटाको युगमा छौँ। उहाँहरू अघि त्यो बहिनीले पनि हामीलाई चाहिँ कति राम्रो चाहिँ एउटा अङ्ग्रेजी कविता लेखेर चाहिँ सुनाउनु भयो होइन, त्यो चाहिँ एउटा सकारात्मक कुरा हो। हाम्रो अबको पुस्तालाई पनि हामीले नेपाली भाषाको लागि केही न केही चाहिँ यसो लेखौँ है, केही न केही चाहिँ सुनाउँ, हामीले सुनाउँ है भनेर चाहिँ यो प्रयास चाहिँ यो संस्थाले चाहिँ जारी राखेको छ। उहाँहरूलाई चाहिँ हामीले धन्यवाद दिउँ र हामी सबैले चाहिँ एउटा लेख्ने बानी गरौँ होइन। अघि हाम्रो तारा नेपालजी हाम्रो चाहिँ सिकागोको चाहिँ अब धेरै लामो समयदेखि यहाँ बसिरहेको चाहिँ व्यक्तित्व हुनुहुन्छ। उहाँले अब हामीले नेपालीमा लेख्न नसकेको कुरा अङ्ग्रेजीमा लेखेर प्रकाशन गरेर चाहिँ ल्याउनु भएको छ होइन। उहाँलाई मैले एउटा सुझाव चाहिँ हामीले अङ्ग्रेजीमा चाहिँ लेख्न सक्नु चाहिँ नेपालीमा लेख्नुभन्दा धेरै ठुलो कुरा हो होइन। अब अहिले चाहिँ प्रविधिको युग छ, यसलाई चाहिँ तपाईँले ठ्याक्क नेपालीमा चाहिँ बुझ्था गर्नुहोला र अर्को कार्यक्रममा चाहिँ आउँदाखेरि यही कुरा चाहिँ हामीले नेपालीमा चाहिँ देख्न, हेर्न र सुन्न पाइयो भने अझै चाहिँ तपाईँलाई पनि राम्रो हुन्छ, हामीलाई पनि यो तपाईँले लेखेको कुराहरूको अब हामी यो अमेरिकामै बसे पनि हामीलाई चाहिँ यो नेपाली भाषाप्रति प्रेम छ होइन। भाषा
प्रति चाहिँ हाम्रो एउटा चाहिँ भावना छ र हामीले चाहिँ अझै पनि मलाई लाग्छ अङ्ग्रेजीमा भन्दा नेपालीमै हामीलाई चाहिँ पढ्न मन लाग्ने, सुन्न मन लाग्ने र त्यसको चाहिँ भाव बुझ्न चाहिँ मन लाग्ने हामीहरू चाहिँ धेरै छौँ होइन। त्यो चाहिँ एउटा भयो भने चाहिँ अति राम्रो हुन्थ्यो। र हजुरले चाहिँ यहाँ सुझावहरू केही माग्नु भएको छ, तर यहाँ चाहिँ ठेगाना केही छैन, इमेल छैन, केही छैन। अर्को संस्करण निकाल्दाखेरि कमसेकम आफ्नो परिचय सहित होइन निकाल्नु भयो भने यो चाहिँ अझै राम्रो हुनेछ। र मैले चाहिँ समय नलिकन मेरो एउटा सानो तिहार सम्बन्धित गजल चाहिँ यहाँहरूलाई पढेर सुनाउन चाहन्छु। केही सरजाम नकिन बहिनी टिका लाउन पाउँदिन, यसपालि पाइन छुट्टी त्यता आउन पाउँदिन। केही सरजाम नकिन बहिनी टिका लाउन पाउँदिन, यसपालि पाइन छुट्टी त्यता आउन पाउँदिन। मखमली सयपत्री फुल फुले होला आँगनमा, मखमली सयपत्री फुल फुले होला आँगनमा। फिनी रोटी पोल्छौ होला मैले खान पाउँदिन, यसपालि नि पाइन छुट्टी त्यता आउन पाउँदिन। देउसी गाउलान् भैलो खेल्लान् केटाकेटी रमाएर, देउसी गाउलान् भैलो खेल्लान् केटाकेटी रमाएर। लिङ्गेपिङ र लङ्गुर गोजा मैले खेल्न पाउँदिन, यसपालि नि पाइन छुट्टी त्यता आउन पाउँदिन। पर्व राम्रो बाल्यकालको भान्जा भान्जीलाई सम्झना, पर्व राम्रो बाल्यकालको भान्जा भान्जीलाई सम्झना। विदेशमा छु काममै हुन्छु तिहार भन्न पाउँदिन, यसपालि नि पाइन छुट्टी त्यता आउन पाउँदिन। हाम्रो ममता रहिरहोस् सम्झना छ घर देशको, हाम्रो ममता रहिरहोस् सम्झना छ घर देशको। सप्ताहान्त बिदा हुन्छ चाडबाड मान्न पाउँदिन, यसपालि नि पाइन छुट्टी त्यता आउन पाउँदिन। केही सरजाम नकिन बहिनी टिका लाउन पाउँदिन, यसपालि नि पाइन छुट्टी त्यता आउन पाउँदिन। एकदम खुसी लागेको कुरा के भने साथीले एकदम राम्रो लक्ष्मीप्रसाद देवकोटाको बारेमा भन्नुभयो। अनि हाम्रो बहिनी सानी छोरी उहाँले अङ्ग्रेजीमा कविता भन्नुभयो। म बुवा आमालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँको बुवा आमालाई। र हाम्रो विजेन्द्र, मैले विजेन्द्रलाई मैले अघि टेक्स्ट गरिरहेको थिएँ जान्छ कि भनेर। त्यो विजेन्द्रलाई हामीले किन यसमा छुट दिइरहेको, अबदेखि उसलाई चाहिँ कम्पोजरी बनाउनु पऱ्यो कि आउनु पऱ्यो क्या यो प्रोग्राममा। कुनै पनि साहित्यकारको बारेमा यति जानकारी राख्ने मान्छे साहित्यबाट टाढा हुन्छ भन्ने मलाई लाग्दैन। त्यही भएर अबका दिनदेखि हरेक कार्यक्रममा विजेन्द्रलाई यसरी नै देख्न पाइयोस्। म लामो कुरा नगरिकन म मेरो कवितातिर जान्छु। कविता अघि गाउँघरका कुरा आए, तिहारका कुरा आए, धेरै कुराहरू आए। गाउँघरकै कुरामा मेरो घर गोर्खाको पुर्थोक भन्ने गाउँमा पर्छ। मैले यहीँबाट सुरु गर्न चाहेँ। स्मृतिमा ताजै छन् है पुर्थोकका पाखाहरू, स्मृतिमा ताजै छन् है पुर्थोकका पाखाहरू। मादलको ताल रङ्गी गोदी घरका भाकाहरू, शिरशिर बतास देउरालीको भन्ज्याङ पार्टी अनि हेरा हेर्मै लजाउने गाजलुती आँखा। यो चाहिँ मैले तपाईँहरूलाई मेरो गाउँको बारेमा मात्र भनेको। मेरो कविताको शीर्षक छ जमदार ज्वाइँ हुँदा। यो कविता खास जमदार ज्वाइँ भन्ने पात्र मेरो घरमा म सानो हुँदा मेरो घरमा सहयोगको रूपमा बस्नुहुन्थ्यो। सम्भवतः उहाँले जमदारको छोरी बिहा गर्नुभएको थियो होला। त्यो भएर हामी सबैले, मलाई उहाँको नाम थाहा छैन, मलाई हामी सबैले उहाँलाई जमदार ज्वाइँ भनेर चिन्थ्यौँ, सहयोग गर्नुहुन्थ्यो। उहाँका छोराछोरीहरू मेरा साथीहरू थिए। मलाई अहिले थाहा छैन, लगभग धेरै वर्ष अगाडिको कुरा हो, उनीहरू कहाँ छन् मलाई थाहा छैन। म उहाँकै बारेमा, उहाँको बारेमा भन्दा पनि त्यो वर्गको मान्छेले जिन्दगी कसरी जिएको छ भनेर मैले एउटा सानो कविता लेखेको छु। कविता छन्दमा छ, साधु विपरीत छन्दमा। म त्यही कवितालाई वाचन गर्न चाहन्छु। जमदार ज्वाइँको राय। गेडो अन्न नहाली आज मुखमा छोरो निदायो जब, आँखाका दिलमा भरिन्छ जलती सकिन्न रोक्नै अब। बाँच्ने हो कसरी कसेर पटुकी, खाली छ पेट दिन दिन। सँगसँगै रवि ज्योतिता पनि सधैँ गाह्रो छ जीवन किन। तातो घाम भुलाई मेघर झरी
बाढी र पहिरो अनि जाडो केही नभनेर रात दिन नै सङ्घर्ष गर्दा पनि भोगटार नै परिवारको सकसभो छानो उधाङ्गो अझै खोटो भाग्य लिएर कोही नजरोस् यो मर्ते लोकमा मजै खोटो भाग्य लिएर कोही नजरोस् यो मर्ते लोकमा मजै प्रियाको गुनियो नफेर्न सकियो फाटेछ चाम्रो शरीर वस्त्र होइन फाटिएछ अभिमान मेरो नजोड्ने गरी मात्रै नै यतिमै कहाँ सकिनु हो मेरो अभागीपन हे ईश्वर तबता म कालु कपडा वा प्रियसीको मन मेरो जीवन सब हलो बैलको साक्षी भएरै गयो बाँझो खेत कुनार छेउ धरतीको खोस्रदैमा गयो मेरो कर्म बनेर अमृत रसै बाँच्दैछ संसार यो भोकै जोतन हार चाहिँ जगतमा कुन लोकको न्याय हो हुर्के कि तनया मैले यो गर्दै तनया भनेको छोरी हो हुर्के कि तनया बडा दुःख दिने बन्दैछ घाउ अनि भोलि आगन भेटिएन बरलो छोरी बिदा गर्न नि छोरोको फिस तिर्न नै नसकियो पुस्तक पुरानो भयो लक्ष्मीको नहुँदा कृपा असिनीको दैलो बिरानो भयो के लेखिस् र निधारमा भगवान नाता हरायो कहाँ मैले किन्नु छ अभावमा परहुने सम्बन्ध आफ्नो यहाँ छटपटी मनमा अहो किन हरे लाग्दैछ यो हर पल मेरो भाग्य निचोरिँदा बगिरहे नारायणीमा जल मेरो भाग्य निचोरिँदा बगिरहे नारायणीमा जल। धन्यवाद। धन्यवाद। यस कार्यक्रमका अध्यक्ष महोदय, प्रमुख अतिथि र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साहित्य अनुरागी दाजुभाइ दिदीबहिनीहरू, आज यस कार्यक्रममा मलाई पनि 2-4 शब्द वाचन गर्न दिनुभएकोमा यस आयोजक धेरै धन्यवाद प्रस्तुत गर्न चाहन्छु। र धेरै यस्तो तयारी त छैन, त्यही पनि भनिहालौँ। लक्ष्मी प्रसादका कृतिहरू। औँसीका दिनमा प्रकाश छरियो, यो राष्ट्र नै चम्कियो, हाम्रो गौरव वृद्धि भो तब यहाँ साहित्य छनन् फैलियो। जसको जन्म र मृत्यु एक तिथिमा संयोग मिल्ला जहाँ, होला त्यो नरमा निपुण सबमा ज्ञानी सुकर्मी त्यहाँ। भाषा भाव कला कथा र कविता माला बन्यो काव्यको, यो भण्डार भरेर पूर्ण हुनको संसार साहित्यको। लक्ष्मी रूप अनेक भाव रसले धरती जहाँ रङ्गिए, मोती रत्न जुहार हार बढी छै आफै यहाँ चम्किए। राखे कीर्ति अनेक कष्ट सहँदै जे परे तापनि, लेखिन्थे कविता निबन्ध बढी छै साहित्य सञ्जीवनी। स्रष्टा यी कविका अमूल्य रचना, ठुलो छ यो सागर, मिठो स्वादले र पिउन जनले चाहिन्छ है जागर।
मध्ये काल थियो अभाव धनको बाधा अनेकौं थिए बिग जस्तै बिग्न परुष तथापि सहजै साहित्य रागी बने लक्ष्मी मार्ग बनेर शान्ति पथमा धरती यहाँ लम्कियो लक्ष्मीको शुभ कीर्तिमा अमर भई साहित्य नै चम्कियो माली बादल पाउन र झरना घाँसी बसन्ती अनि यात्री जीवन गौथली वन कुसुम लुनी भिखारी पनि तारा जनकिरी किसान कुकुरो मैना निसाई सब साँडे जाग बसन्त वृक्ष पुतले झाँकी अनेकौं तब नेपाली पनमा मुना मदन गुन्जियो सोरै छ्याउरे चिल्ला पातहरू बिदाई गीत त्यो सीता हरण छाउरे सन्ध्या आँसु सुरु चना र पुतले यस्तै अनेकौं अरू के छन् कति छन् अनेक थरका यी काव्य गुच्छाहरू हे लक्ष्मी कविमा महाकवि भयो आश्वासन हामी त्यो तिम्रो गुणरत्न भाव नवमा चम्किदियालो छर्यौ तिम्रो देन कसो गरी मैले लेखु रखै के भनी छाडी आज गयो कहाँ दिशा स्रष्टा र द्रष्टा तिमी छाडी आज गयो कहाँ कुन दिशा स्रष्टा र द्रष्टा तिमी बटुआ आई पिपल भेद थकाई मारेको उड्दै आई एउटा चरी हाँगामा बसेको उठाई सिर बटुआ हेर्छ कोइली चरीलाई सुरिलो स्वर पारेर गायो चरीले बरीलाई कतिमा राम्रो कोइली चरी जीवन तेरो छ बाबुक भाइ त्यो बटुवाले मनमा नै भन्दछ हावामा उड्छ वनमा घुम्छ रुखमा सुत्दछ नील गगनमा निर्धकसँग खुसीले घुम्दछ सिकाइदेऊ मलाई पनि तिमी झै उडन जान्छु म पनि लौ तिमीसँग वनमा घुमन सिकाइदेऊ मलाई पनि कुकु गरन मनको बह फुकाइदिन्छु निश्चिन्तमा हुन कल्पना यस्तै गर्दै बटुवा आफैमा हरायो पल्लो डालीमा सरेर फेरि त्यो चरी करायो जुरुक उठी मनुवा बरा सुस्तरी करायो उठेको देखि बटुवालाई त्यो चरी डरायो उडेर गयो सुन्दर चरी बटुवा हेर्दछ पखेटा भए मै उडिदिन्थे मनमा नै भन्दछ हिँड्न थाल्यो बटुवा पनि टाढा छ पुगन स्वतन्त्र जन्मी बन्धन माझ मानव जीवन
स्वतन्त्र जन्मी बन्धन माझ मानव जीवन लाइएन कि जिन्दगीमा हुन्छ नि कहिलेकाहीँ जब माया लाउनु थियो लाइएन कि जिन्दगीमा जहाँ गीत गाउनु थियो गाइएन कि जिन्दगीमा बचपन सम्झन्छु जवानी सम्झन्छु यही बचपन सम्झन्छु जवानी सम्झन्छु यही जुन खुसी पाउनु थियो लाइएन कि जिन्दगीमा जहाँ माया लाउनु थियो लाइएन कि जिन्दगीमा पढाइ पनि बिच सफरमै पूर्ण विराम लाइयो पढाइ पनि बिच सफरमै पूर्ण विराम लाइयो जब कलेज धाउनु थियो धाइएन कि जिन्दगीमा जब माया लाउनु थियो लाइएन कि जिन्दगीमा जुन खुसी पाउनु थियो पाइएन कि जिन्दगीमा यात्रा पनि गरेकै हो जीवनमा लड्दै पड्दै यात्रा पनि गरेकै हो जीवनमा लड्दै पड्दै जहाँसम्म आउनु थियो आइएन कि जिन्दगीमा जब माया लाउनु थियो लाइएन कि जिन्दगीमा जुन खुसी पाउनु थियो आइएन कि जिन्दगीमा धन्यवाद। मलाई दुःख नदेन ए जिन्दगी सहने शक्ति भएन ए जिन्दगी सहने शक्ति भएन ए जिन्दगी के दिउँ आफै माग्ने भएको छु के दिउँ आफै माग्ने भएको छु तेरै हातमा छ लेन ए जिन्दगी तेरै हातमा छ लेन ए जिन्दगी मलाई दुःख नदेन ए जिन्दगी यी सब भ्रम हुन् मिथ्या हुन् यी सब भ्रम हुन् मिथ्या हुन् मन का लोभ घटेन ए जिन्दगी मन का लोभ घटेन ए जिन्दगी मलाई दुःख नदेन ए जिन्दगी थाहै भएन उमेरले नेटो काटेछ थाहै भएन उमेरले नेटो काटेछ सकियो पैसा तेरो भनेन ए जिन्दगी सकियो पैसा तेरो भनेन ए जिन्दगी मलाई दुःख नदेन ए जिन्दगी बुढो थोत्रो शरीर कति घिसारौँ बुढो थोत्रो शरीर कति घिसारौँ इच्छा शक्ति होइन ए जिन्दगी इच्छा शक्ति होइन ए जिन्दगी मलाई दुःख नदेन ए जिन्दगी सहने शक्ति भएन ए जिन्दगी धन्यवाद।